यो दुईटा चाहिँ नक्कली नोट हो। यसमा चाहिँ के पनि छ भन्दा यो दुवै नोटको हेर्दाखेरि चाहिँ यसरी सेम देखिन्छ, अगाडि पछाडि सबै यसरी सेम देखिन्छ। तर यो दुईटा नक्कली नोटको यो नोट नम्बर पनि सेम छ। यहाँ एउटै नम्बरको फेक नोटहरू चाहिँ धेरै बजारमा भेटिरहेको छ। अब यसलाई पहिलो भनेको हामीले मेसिनमा राख्दाखेरि यो सक्कली नोट यसरी टल्किन्छ, यो यस्तो देखिन्छ युभी लाइटमा राख्दा। र यो नक्कली पैसा चाहिँ यसरी कुनै टल्किन यो कागज जस्तो देखिन्छ। यो पनि नक्कली पैसा, यो दुईटा चाहिँ यसरी कागज जस्तो देखिन्छ। सक्कली नोट चाहिँ यसरी पैसा नै देखिन्छ र यसरी टल्किन्छ। यो माथिको चाहिँ सक्कली, तलको नक्कली नोट होइन। माथिको सक्कली हो, माथिको नयाँ चाहिँ सक्कली हो, तलको नक्कली हो। अब यसमा यसरी लाइटमा हालेर हेर्नु यहाँ होइन, यो माथिकोमा लाली गुराँस देखिएछ यहाँ होइन। अब यो तलकोमा लाली गुराँस छैन होइन। एउटा यो भयो तरिका। अर्को भनेको यो कालो रेखा छ नि बिचमा, यो रेखा चाहिँ यो माथिको सक्कलीमा पुरा रेखा हुन्छ। यो नक्कलीमा चाहिँ पुरा रेखा हुँदैन, टिकटिक मात्रै छ, रङ मात्रै लगाएको। अनि यो एनआरबी लेखेको देख्नुभएको छ बिचमा, यो दुईटा टिकको साइडमा हो। त्यो एनआरबी लेखेकोमा चाहिँ यसरी लाइटमा हेर्दा पुरा एनआरबी देखिन्छ त्यहाँ होइन। नेपाल राष्ट्र ब्याङ्कको पुरा अक्षर बन्छ। त्यसमा हेर्नु पुरा अक्षर बन्दैन। यो यस्तो छ। यो तरिकाले पनि हेर्न सकिन्छ। यो सक्कली, यो नक्कली नोट हो। यसरी यसलाई साइज चाहिँ यसरी राखेर नाप्नु भयो भने यो साइज पनि छोटो छ। नक्कली नोटको साइज सानो छ, तलबाट पनि साइडबाट नि हेर्दा यस्तो सानो छ। हेर्दा चाहिँ सबै एउटै देखिन्छ। यसरी हेर्दा चाहिँ अलिक छुट्टिँदैन। छुट्याउने तरिका चाहिँ त्यही अनुसार गर्नु होला। थ्याङ्क यू।